जानकारीमा यहाँ उपस्थित रहनुभएका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो नमस्कार छ। म आज चुनावी भाषण गर्नको लागि होइन, आज म चुनावी भाषणका लागि आएको होइन। तपाईसँग नोभेटेको धेरै भएको थियो, नेस्रो लागेको थियो, नेस्रो भेट्न आएको छु। मैले कयौँ आमाहरूलाई बुवाहरूलाई भेटेँ, मलाई अघिल्लो पटक आशीर्वाद दिनुभएको थियो, मलाई भन्नुभएको थियो होसियार हुनु है बाबु, जोगिएर हिँड्नु है भन्नुभएको थियो। म त जोगिएकै हुँ, तर त्यो सँगसँगै तपाईँहरूले मलाई भोट हाल्दाखेरि केही आदेश दिनुभएको थियो, केही भन्नुभएको थियो। त्यही आदेश मान्दा, भोट माग्दा जे भनिएको थियो र भोट दिँदा जे आशा गर्नुभएको थियो त्यही काम गर्दा म जुन घेराबन्दीमा परेँ यहाँहरूले देख्नुभएकै छ। त्यसको हिसाब गर्दै गरौँला, त्यो हिसाब नमिले नि फरक पर्दैन, तर देशको हिसाब मिल्नुपर्ने छ। यसपटक हिसाब मिलाउने दिन युवाहरूको सपना खरानी भएको छ, त्यसको हिसाब गर्ने हो। बेरोजगारीको पीडाले परिवार छोडेर विदेश जानुपर्ने भएको छ, त्यसको हिसाब गर्ने हो। व्यापार व्यवसाय चौपट भएको छ, त्यसको हिसाब गर्ने हो। हर चिजको हिसाब, अन्यायको हिसाब हुन्छ, अत्याचारको हिसाब हुन्छ। मेरो कुरा गरेको होइन, देशमाथि पुस्तामाथि भएको अत्याचार अन्यायको हिसाब हुन्छ। देश यति गरिब हुनुपर्ने देश होइन, यो देशका जनताले यति दुःख पाउनुपर्ने होइन। तर यसैलाई हाम्रो नियति बनाएर वर्षौंसम्म हाम्रो भोट लिएर गएर आफ्नो बाहेक अरूको उन्नति नसोच्ने नेतृत्वका विरुद्धमा हामीले जुन आवाज उठायौँ, त्यो आवाजलाई चितवनवासी दाजुभाइ दिदीबहिनीहरूले सबैभन्दा पहिला अनुमोदन गर्नुभएको हो। देशभरिका मान्छेहरू राष्ट्रिय स्वतन्त्र पार्टी खोल्दा म उम्मेदवारका रूपमा काठमाडौँ छोडेर चितवन आउँदाखेरि हाँसेका थिए। कयौँले बाजी राखेका थिए, कत्रो कत्रो बाजी थियो, कतिपय बाजी त लाजमर्दो थियो। तर तपाईँहरूले त्यो विश्वास जगाउनु भएको थियो। भित्र मनमा एउटा आशा थियो, एउटा नाता थियो चितवनसँग। अन्याय पर्दा बोलेको ठाउँ हो यो ठाउँले मलाई होइन देशलाई न्याय दिन्छ भन्ने नाता थियो। त्यति एउटा नाता बोकेर म काठमाडौँबाट चितवन झरेको थिएँ। त्यही नाता आज देशभर फैलिएको छ। रासोमा देशको पहिलो शक्ति बन्दैछ। यसको श्रेय चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई दिन चाहन्छु, किनकि यो आश यो देशमा रोप्ने नै चितवन हो। सबैतिर निराश हुँदा चितवनले भारी मतले, अत्याधिक बहुमतले जिताएर पठाएको थियो। सानो प्रक्रियागत त्रुटिमा चुनावै गराइयो, फेरि चुनाव उठे। अघिल्लो पटक भन्दा बढी मत दिएर फेरि चितवनले रेकर्ड राखेर मलाई संसदमा पठायो। मलाई संसदबाट निकाल्नको निमित्त जुन प्रपञ्च रचियो त्यसको हिसाब गरौँला या नगरौँला, तर तपाईहरूको मतलाई संसदबाट निकालिएको 54,000 झन्डै 55,000 मतलाई संसदबाट एउटा सूचना टाँसेर जसरी निकालियो, त्यसको बदलामा अब सबैभन्दा धेरै मत लिएर होइन, सबभन्दा धेरै सांसद लिएर संसद जाने हो। तिनले पनि मेरा लागि काम गर्ने होइन, तपाईँका लागि काम गर्ने हो। जसरी 21 जना साथीहरूले देशका लागि काम गरे, नेपालको संसदलाई जिउँदो बनाए, युवा भरभराउँदो उमेरका साथीहरू थिए। आज रासोपा सबैको आशा बनेको छ। होला काम गर्दै जाँदा केही त्रुटिहरू भयो होला, फैलिँदै जाँदा राम्रा नराम्रा पात्र प्रवृत्तिहरू हामीमा प्रवेश नभएका छैनन् भन्दिनँ म, छ, किनकि हामी पनि यही समाजबाट आएका मानिसहरू हौँ। तर तिनलाई सच्याउने हामीसँग ल्याकत छ, हामीसँग विधान छ, हामीसँग विधि छ। आज कोही छुट्टिएर कोही झुकिएर गलत मान्छे निर्वाचित भएछ भने पनि फिर्ता बोलाउन सक्ने विधिको अभ्यास राष्ट्रपाले गरिसकेको छ। त्यसकारणले चिन्ता गर्न पर्दैन। र भोट बाँड्ने कुरा त अब हुँदै हुँदैन। अघिल्लो पटक यहाँ जति पनि भोट अन्य उम्मेदवारहरूलाई गयो, म यसपटक अन्य उम्मेदवार साथीहरूलाई सम्मानपूर्वक इतिहासको यो फैसलामा सहभागी हुनको लागि अनुरोध गर्न चाहन्छु। यसपटक चुनाव हुँदै छैन, यसपटक देशले इतिहास लेख्दैछ। आजसम्म कहीँ नभएको इतिहास लेख्दैछ। इतिहास लेख्ने बेलामा इतिहास लेखे जस्तो हुनुपर्छ। यसभन्दा अगाडि तपाईँहरूले भन्नुभएको थियो तिमीहरू नयाँ मिलेर आऊ, आशा गरिएका नयाँहरू मिलेर आऊ, अनि त्यसपछि हामी भोट दिन्छौँ, देशमा एउटा परिवर्तन ल्याउनुपर्छ, 2/3 बहुमत ल्याउनुपर्छ, देशलाई निकास दिनुपर्छ, भ्रष्टाचार अन्त्य गर्नुपर्छ, सुशासन कायम गर्नुपर्छ, उद्योग कल कारखाना खोल्नुपर्छ, रोजगारी सृजना गर्नुपर्छ, विश्वविद्यालयहरूबाट राजनीति हट्नुपर्छ, बाटोघाटो विकास निर्माण पुल सबै बन्नुपर्ने हुन्छ, कृषि सिँचाइ अगाडि बढ्नुपर्ने हुन्छ, किसानले मल बिउ पाउनुपर्छ, बजार पाउनुपर्छ। तपाईँले भन्दै आउनुभएको थियो यी सबै चिज गर्न सकिन्छ, यी गर्न नसकिने चिज होइन।
गर्न नसकिने चिज हुन्थ्यो भने संसारले गर्यो, हामीले किन गर्न सकेनौँ? किनकि इमान्दारीपूर्वक राजनीति भएन। हामी 2 कार्यकाल काम गर्छौँ, 2 कार्यकाल आफ्नो दिलो ज्यान दिएर इमान्दारीका साथ काम गर्छौँ। त्यसपछि आउने नयाँ पुस्तालाई राजनीति छोडिदिन्छौँ। म राजनीतिलाई हारेघाटसम्म लाने पक्षमा छैन। म त्यस्तो नेता होइन राजनीति आफू नभए नहुने। म नभए पनि यो दुनियाँ चल्छ। म भउँदा मैले आफूले आफ्नो कार्यकालमा सक्दो योगदान दिने हो। म त्यो योगदान दिनको लागि आएको थिएँ। यिनीहरूसँग मिल्नु थियो भने, उनीहरूसँग शिर झुकाउनु थियो भने सायद जलेका पिटाहरू लिएर उनीहरूसँग सरकार जोगाउनमा लाग्थ्यो होला। म सरकार जोगाउनेमा मेरो ध्यान थिएन, जनता जगाउनेमा ध्यान थियो। त्यस कारणले दुःख पाएको। जति दुःख दिए पनि सधैँभरि ऊर्जा कहाँबाट आउँछ भनेर मलाई कहिलेकाहीँ सोध्नुहुन्छ। म भन्छु मेरो ऊर्जाको स्रोत यहाँ तपाईँहरू हुनुहुन्छ। जसको शिरमा तपाईँहरू जस्ता आमा बुवा दाजुभाइ दिदीबहिनीहरूको आशीर्वाद छ त्यसले कहिल्यै शिर झुकाउनु पर्दैन। मैले मत मात्र पाएर गएको होइन। चितवनले मलाई केवल भोट मात्र दिएको होइन, भोटसँगै आशीर्वाद दिएको छ। चोखो आशीर्वाद दिएको छ। यो देवभूमि हो। देउताले बास गर्ने ठाउँका मान्छेहरूले आफ्नो मनबाट आफ्ना छोरा नातिलाई दिए चाहिँ, आफ्नै परिवारको सदस्यलाई दिए चाहिँ आँसु बगाएर आशीर्वाद दिएका छन्। पार्टीहरूको केही चल्दैन, मलाई राम्रोसँग थाहा छ। र यो खेर जाँदैन। एक थोपा आँसु खेर जाँदैन, एक थोपा रगत खेर जाँदैन। हामीले शान्त विद्रोह गरेका थियौँ। चितवनले गरेको क्रान्ति संसारकै उदाहरण कान्ति थियो। विभिन्न देशमा म जाँदा यो कसरी सम्भव भयो भनेर ती देशका राजनीतिक कर्मीहरूले सोध्थे। चितवनको उदाहरण दिन्थे म। हामीले गरेको क्रान्तिमा कसैको केही सानो ठेस पनि लागेन, कसैको पनि केही बिग्रिएन, कहीँ झगडा भएन, लाठीचार्ज, ढुङ्गा हाना, बारम्बार आन्दोलन केही पनि नगरिकन हामीले शान्त रूपमा, अहिले भनिन्छ नि चुपचाप घन्टी छाप, हामीले चुपचाप घन्टीमा छाप लगाएर हामीले विद्रोह गरेका थियौँ। बस अब फेरि त्यसैलाई अलि महत्त्वपूर्ण बनाउने बेला आएको छ। यसैका माध्यमबाट हामी परिवर्तन गर्न सक्छौँ। परिवर्तनको यो सङ्घारमा इतिहास लेख्ने यो बेलामा अब हात खुट्टा काम्नु हुँदैन। म पुराना राजनीतिक दलमा आस्था राख्ने साथीहरूलाई यति भन्न चाहन्छु कि तपाईँको आस्था, तपाईँको विश्वासलाई हामी अवमूल्यन गर्ने, अपमानित गर्ने गरी गाली गलोच गर्दैनौँ। मलाई पुराना राजनीतिक दल र नेताहरूसँग भन्नु केही पनि छैन। उहाँहरूले जे गर्नुभयो, जति सक्नुभयो गर्नुभयो। अब नयाँ पुस्ताको पालो